मैले अघिल्लो भिडियोमा राष्ट्रिय मेलमिलापको चर्चा गरेँ। साउन 6 गते बिपीलाई सम्झने दिन हो र मैले दुईटा कुरा पहिलो भिडियोमा उल्लेख गरेँ। त्यो हो राष्ट्रियता र प्रजातन्त्रको कुरा। र राष्ट्रिय मेलमिलापको नीति भनेपछि यो दुईटा कुरामा आधारित छ। यो दुईटा कुरा सँगसँगै जानुपर्छ। यो दुईटै कुरा सँगसँगै जेन्युन प्रजातन्त्रको आधारमा मात्रै राष्ट्रियता बलियो हुन सक्छ र मुलुकको स्वतन्त्रता, मुलुकको अस्तित्वलाई रक्षा गर्न सक्छ भन्ने मुख्य राष्ट्रिय मेलमिलापको विचार हो। र मैले अर्को कुरा के भने यो नीति बिपीको 33 सालमा नेपाल पसेपछि मात्रै यो नीति लिनुभएको होइन कि 8 सालदेखि नै यो नेपालको नीति हो, बिपीको विचार हो। तर बीचबीचमा यो राजनीतिक उथलपुथल जसमा राजाको र के अरू राजनीतिक पार्टीहरूको भूमिका छ, त्यसले गर्दा यो प्रजातन्त्र आउने जाने भइरह्यो। आउने जाने र आउँदाखेरि पनि प्रजातन्त्रले आफ्नो एउटा मौलिक जुन विचार हो, आधारभूत जुन विचार हो, त्यो आधारभूत विचार अनुसारको प्रजातन्त्र आएन। त्यसले गर्दाखेरि यो दुईटै चिज, राष्ट्रियता र प्रजातन्त्र सँगसँगै जान सकेन। मैले भन्न खोजेको के भने नेपालको यो इतिहासमा हामीले हेऱ्यौँ भनेदेखि के देख्छौँ भनेदेखि 7 सालमा त्रिभुवनबाट प्रोक्लेमेसन भइसकेपछि म जनताले बनाएको कन्स्टिट्युसन अनुसार काम गर्छु भन्ने एउटा सङ्कल्प भइसकेपछि पनि राजाले फेरि कार्यकारिणी अधिकार लिने आफ्नो इच्छालाई छोडेनन् र बिस्तारै जुडिसियरीको पावर समेत एक्सर्साइज गर्न थाले। जुन बिपी कोइरालाले त्यो बेला नै अब्जेक्सन गर्नुभयो र त्यसबेला नेपाली काङ्ग्रेस पार्टीलाई राजाले अफर गरेको कोअलिसनमा पार्टिसिपेट गर्नलाई मान्नु भएन, किनकि राजाले जुडिसियल पावर लिइसकेपछि प्रजातन्त्र लिने प्रोसेस स्टार्ट गरे बेलामा प्रजातन्त्रवादीहरूले राजालाई सघाउनु हुँदैन भन्ने बिपीको विचार थियो। र राजा महेन्द्रले जुन त्रिभुवनले सङ्कल्प गरेका थिए जनताको संविधान अन्तर्गत रहने भन्ने, त्यसअनुसार नगरेर उनले संसदको लागि चुनाव गर्ने अफर गरे र बिपीको यो राष्ट्रिय मेलमिलापप्रति कति उहाँ प्रतिबद्ध हुनुहुन्थ्यो भन्ने कुरा यसबाट पनि देखिन्छ। राजा महेन्द्रको संसदलाई को लागि चुनाव गर्ने जुन निर्णय थियो
त्यो नेपाली काङ्ग्रेसको संविधान सभाको लागि चुनाव गर्ने जुन आधारभूत विचारबाट फरक थियो। तर फरक हुँदाहुँदै पनि बिपीलाई आफ्नो नीतिमा विश्वास थियो, आफ्नो नीतिमा उहाँ सङ्कल्पित हुनुहुन्थ्यो र त्यो राजाले त्यो संसदको लागि चुनाव गर्ने जुन डिसिसन छ त्यो डिसिसन्सलाई पनि उहाँले एक्सेप्ट गर्नुभयो र यो डेमोक्रेसीको डेभलपमेन्ट प्रोसेसमा, डेमोक्रेसीको विकसित प्रक्रियामा गएर स्टेबलाइज गर्न सकिन्छ, जनतालाई प्रजातन्त्रमा बढीभन्दा बढी पार्टिसिपेट गरेर जनताको इकोनोमिक प्रोग्राम्सहरू स्पिडअप गरेर प्रजातन्त्रलाई बलियो गर्न सकिन्छ र बिस्तारै एजुकेटिभ पावर जनताको हातमा नै चुनावको मार्फत जनताले एजुकेटिभ पावर आफ्नो सबरेन्टिटीलाई उपयोग गर्नेछन् भन्ने विश्वासका कारणले महेन्द्रको संसदको लागि गर्ने चुनावमा उहाँले एक्सेप्ट गर्नुभयो। तर त्यसपछि पनि त्यो एक्सेप्टेन्सलाई महेन्द्रले त्यसलाई उल्टाउने प्रयत्न गरेर 2017 सालको घटना भयो। 17 सालको घटनामा उहाँले के टिप्पणी गर्नुभयो भने 17 सालको घटना चाहिँ प्रजातन्त्रमाथिको मात्रै राजाको विरोधी कदम होइन कि यो राष्ट्रियतामाथि पनि विरोधी कदम हो र उहाँले यसरी राष्ट्रियता र प्रजातन्त्रलाई सँगसँगै डिफाइन गर्दै जानुभयो र जहिले पनि राष्ट्रिय मेलमिलापको नीतिमा अडिग नै रहनुभयो र आखिरमा राजा महेन्द्रले पञ्चायत व्यवस्था लागू गरे। पञ्चायत व्यवस्था लागू गर्दाखेरि पनि उनलाई पनि के कुरा थाहा थियो भनेदेखि यो जनताको पार्टिसिपेसन बिना, डेमोक्रेसी बिना स्टेबिलिटी हुँदैन, कन्ट्री बलियो हुँदैन भन्ने कुरा उनलाई पनि थाहा थियो। त्यसकारणले पञ्चायत लागू गर्दै पनि पञ्चायतलाई उनले डेमोक्रेसी भनेर नाम दिए र एउटा डेमोक्रेटिक अल्टरनेटिभ्स हुनसक्छ कि प्रजातन्त्र पनि को अल्टरनेटिभ्स हुनसक्छ कि पोलिटिकल पार्टीको अल्टरनेटिभ हुनसक्छ कि भनेर उनकै सिस्टममा पनि वर्गीय सङ्गठनको व्यवस्था त्यसमा गरेर त्यसको अल्टरनेटिभ हुनसक्छ कि भन्ने प्रयास गरे। तर रियल डेमोक्रेसी थिएन। त्यसकारणले त्यो उनले गर्न सकेनन् र आखिरमा त्यो प्रयोग उनले धेरै वर्षसित प्रयोग गरिसकेपछि 28 सालमा आएर उनले उसलाई शम्भुप्रसाद गेवारीलाई यो के अरे बहुदलमा आधारित संविधानको ड्राफ्ट गर्ने उनको निधन हुने केही दिन अगाडि ड्राफ्ट गर्न लागेको कुरा आएको छ। त्यसकारण राजाहरूलाई पनि के थियो भनेदेखि डेमोक्रेसी नभइकन यो जनता र राजा दुइटै मिलेर नै जानुपर्छ भन्ने उनीहरूको पनि एउटा फिलिङ थियो र बिपीको पनि त्यही फिलिङ थियो। तर त्यो राजनीतिक यो अस्थिरताले गर्दाखेरि त्यो कुरा अप्ठ्यारोमा परेको थियो भन्ने मलाई लाग्छ। यति अब